हेलो सबैजनालाई, यहाँ देख्न सक्नुहुन्छ सबैले थाहा पाइसक्नुभयो मोमो र हाम्रो चाहिँ नयाँ टेक्निक मोमो बनाउने। यहाँ यसरी मोमो पाकिरहेको छ र पाकिरहेको मोमो यस्तो देखिसक्यो, ठुलो ठुलो भएको छ मोमो चाहिँ। सेप्सहरू चाहिँ हामीले हाम्रो यो इन्ट्रेस्ट अनुसारको बनाएको छौँ। यो देख्ने बित्तिकै कतिजनालाई त खान मन लागिसक्यो होला है। यो चाहिँ पाक्दैछ र हामीले यहाँ यसरी पानी राखेर गर्दैछौँ। यो चटनी भयो, अचार, मोमो अचार। बोल्दा बोल्दै मलाई पनि मुखमा पानी आइसक्यो। अब यो पाक्न बाँकी छ र उहाँ यसो से 50-50 हो। र हामी दुईजनाले चाहिँ यो मोमो 5 बजिरहेको छ, मौसमले पनि च्यालेन्ज गरिरहेको भएर चाहिँ हामीले यो बनाइरहेको। ल सबैजना मोमो बनाएर खानु होला। घरमा खान मन लागेको छ भने चाहिँ हामीलाई कमेन्ट गर्नु होला। सक्दो प्रयास गर्नेछौँ। बाई बाई।